एउटी छोरी मान्छेलाई आफ्नो जन्मेको घर छोडेर अर्काको घरमा जाँदा कस्तो हुन्छ त्यो त सिर्फ नारीलाई मात्रै थाहा छ। र हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई भिडियो। नमस्ते, स्वागत छ मेरो अर्को एउटा मिनी ब्लगमा। र कस्तो हुनुहुन्छ हजुरहरू? आज चाहिँ मैले हेर्नु न, यहाँ म भिडियो गरिरहेको थिएँ, भिडियो गर्दा गर्दै बाँदरलाई देखेँ। बाँदरलाई देखिसके पछाडि त मैले सोचेँ हजुरहरूलाई पनि देखाउनु पर्यो है भनेर चाहिँ म चाहिँ यहाँ थालेँ भिडियो बनाउनु। र बाँदरहरूले चाहिँ हेर्न देख्न चाहिँ यति राम्रो लाग्छ होइन, खेदाउन पनि मन लाग्दैन। तर अब आफूले यति धेरै कष्ट गरेको हुन्छ होइन, र कति धेरै अब कष्ट हुन्छ खेतीमा भनेपछि त थाहा छ हजुरहरूलाई। र बाँदरहरूले खाइदिए पछाडि त अब सबैजनालाई दुःखै लाग्छ नि त होइन, अनि खेदाउनु त पर्यो नै। र त्यसको बादमा चाहिँ मलाई कस्तो खान मन लागेको थियो मोमो। र मैले भने भाइलाई मोमो लिएर आइदिन जा 3 प्लेट भने अनि तर उसले चाहिँ 3 प्लेट मोमो, मेरी छोरीलाई पनि 1 प्लेट सँगै चाहिन्छ है। र उसले चाहिँ मोमो लिएर आयो, हामी दुईजनाले खायौँ। अनि त्यसको बादमा चाहिँ आज अस्ति अब बिहे देख्नु भएको थियो, मेरी साथीको बिहे थियो, उनीहरू चाहिँ अब आज आउने अरे। र पूजा पनि थियो, अनि त्यो पूजा पनि एटेन्ड गर्न पाएँ मैले चाहिँ। म चाहिँ अहिले यहीँ छु, थाहा छ हजुरहरूलाई, भोलि चाहिँ गरेर जान्छु। र यहाँ चाहिँ म त्यस जानको लागि भनेर आमा छोरी भएर चाहिँ रेडी भयौँ। र आमाहरू पनि हुनुहुन्थ्यो र सबैजना भएर जानलाई भनेर रेडी भयौँ। अब उनीहरू पनि आइपुग्यो अरे भनेको सुन्दैछु। र फाइनली हामीहरू बिहे गरेर पनि आइपुग्यौँ। र अब मैले सोचेर थिएँ उनीहरू आउँदा आउँदैको भिडियो नै गर्छु भनेर सोचेको थिएँ, तर हामीहरूको चाहिँ टाइमै मिलेन। हेर्नु न, भर्खर आइपुग्यौँ, उनीहरू चाहिँ अघि नै आइपुगेका रहेछन्। र आज चाहिँ उनीहरू बस्नु हुँदैन अरे, आज चाहिँ गइहाल्नुपर्छ अरे। आएर उनीहरू चाहिँ अब गइहाल्छन्। र यहाँ चाहिँ अब बेहुली चाहिँ उभिरहेको छ, बेहुली भन्दा नि पूजा हो उसको नाम चाहिँ। अनि पूजाहरूको घरमा पूजै थियो। र अब हामीहरू दुईजना भएर चाहिँ फोटोहरू उठायौँ ओर्यौँ। र अब त्यो बिहे गरेको जुन जग्गे हुन्छ हो त्यो पनि बेहुला बेहुलीले चाहिँ भाँच्नुपर्छ अरे। अब यस्तो भाँचे जस्तो एउटा नियम चाहिँ गर्नुपर्छ अरे, र लिएर जाँदै हुनुहुन्छ। र अब भाँच्ने नियम चाहिँ गर्नै पर्यो। अब उनीहरू पनि आज गइहाल्छन् अरे। अब एउटी छोरी मान्छेलाई होइन आफ्नो जन्मेको घर छोडेर अर्का घर गएर कति साह्रो पर्छ जानको लागि भनेर त्यो त सिर्फ नारीलाई मात्रै थाहा हुन्छ होइन, भन्नुहोस् त। र यति दुःख लाग्छ। र उनीहरू चाहिँ अब दुईजना भएर चाहिँ यहाँ कसरी भाँच्नु भनेर सोध्दैछन्। र सोधेर चाहिँ अनि अब यहाँ गइरहेका छन्। र राम्री देखेकी थिएँ। अनि र अब त्यसको बादमा चाहिँ हामीहरू अब प्रसाद खान भनेर गएका थियौँ। उनीहरू गएको भिडियो पनि मैले गर्न पाइनँ, किनभने हामीहरू चाहिँ प्रसाद खान गएका थियौँ। र अब उनीहरू चाहिँ जाने बेला हुन आँटो, अब जान्छ नै अरे, भोलि फेरि आउँछन् अरे। र हामीहरू चाहिँ प्रसाद खान थाल्यौँ। ओके बाई, मेरो मिनी ब्लग कस्तो लाग्यो कमेन्ट गरेर जनाउनु होला। धन्यवाद।